हेलो एभ्रिवान, म चाहिँ आज हल्का सपिङको लागि बजारतिर जाँदैछु। बाटोमा चाहिँ लास्टै भिडभाड छ, हेर्न सक्नुहुन्छ हजुरहरूले पनि। सो मैले पनि क्यामेरा अगाडि राखेर यो भिडमा इन्जोय गर्दै हिँडिरहेको छु। यत्तिकैमा म चाहिँ असन आइपुगेँ। असनको रमणीय दृश्य हेर्दै हिँड्दा चाहिँ म ठ्याक्कै अन्नपूर्ण मन्दिरमा आइपुगेँ। हजुरहरूले पनि अन्नपूर्ण मन्दिरको दर्शन गर्नुहोला। मलाई चाहिँ अन्नपूर्ण मातामाथि धेरै विश्वास लाग्छ। सो यहाँ आएपछि जहिले दर्शन गरेको हुन्छु। मेरो दुईजना दिदी चाहिँ यतातिर हुनुहुन्छ। दुईजना पुरै गफ गर्दै हिँड्नु भएको छ। यत्तिकैमा चाहिँ हामी असनतिर पुरै घुमिरहेछु। दिदीहरू सामान हेर्दै हिँड्नु भएको छ। दुईजना दिदी पछाडि हुनुहुन्छ, सामान हेर्दै हिँड्नु भएको। अनि अर्को दुईजना दिदी दुईजना चाहिँ अगाडि सामान यताउता हेर्दै हिँड्नु भएको छ। सामान हेर्दै हिँडेको क्रममा चाहिँ हामी ठ्याक्कै इन्द्रचोक आइपुगे। इन्द्रचोकको रमणीय दृश्य हेर्नुहोला, एकदमै कुल दृश्य छ। र इन्द्रचोकसँगै रहेको पोते बजार पनि हामी पुरै घुमेर फर्किँदैछौँ। पोते बजारबाट चाहिँ हामी डाइरेक्ट बसन्तपुरको काल भैरव मन्दिरतर्फ लाग्यौँ। हेर्न सक्नुहुन्छ हजुरहरूले पनि काल भैरव मन्दिर दर्शन गर्नुहोला। जहाँबाट हेर्दै हुनुहुन्छ त्यहीँबाट दर्शन गर्नुहोला। काल भैरवलाई शक्तिशाली भगवानको रूपमा पनि चिनिन्छ। त्यसैले बसन्तपुरमा रहेको काल भैरव मन्दिर धेरैको आस्थाको केन्द्र रहेको छ। हेर्नुहोला सबैजनाले। हामी चाहिँ अलिअलि सपिङ गरेर असन इन्द्रचोक अनि बसन्तपुर पुरै घुमेर घर जान लागेको अवस्था। बहुत प्यार करते हैं तुमको सनम, बहुत